आगो लागि भएको छ यहाँ चाहिँ हैन आज मेलामा जाँदैछ गम्दै उता कम्पनी पुरै आगो लागेको छ काठमाडौँमा चाहिँ औद्योगिक क्षेत्रभित्र चाहिँ यो चाहिँ यहाँ भएको यो हाम्रो हिलटेकबाट छतबाट गइरहेको छु आज चाहिँ एउटा बजार जस्तो सानो लागेको थियो एउटा कम्पनी चाहिँ आगो लागिरहेको छ सबैजना हेर्नलाई गइरहनु भएको छ हैन उता म चाहिँ माथिबाट गर्दैछु उता चाहिँ आगो लगाएर ध्वस्त भइसकेको छ हैन हेर्न सक्नुहुन्छ तपाईहरु फुल्ली आगो लागिरहेको छ त्यो चाहिँ के फ्याक्ट्री हो अलि राम्रोसँग थाहा भएन तर आगो चाहिँ खतरा लागिरहेको छ यहाँबाट गइरहेको छ दमकल पनि निमाउनको लागि सबैजना दमकलको पछि भिडियो बनाउँदै कुदिरहनु भएको छ हैन हेर्न सक्नुहुन्छ हैन यस्तै हो अब मेला भन्दाखेरि नि सबैजना त्यतै जाँदैछन् हैन सकेसम्म सबैले हेल्प गरे राम्रो हैन म चाहिँ अलिकति यतापट्टि अलि टाढा नै छु हैन त्यही भएर आगो लागि भएको छ तर के चाहिँ हो चाहिँ तर त्यो कुन चाहिँ कम्पनीमा आगो लागिरहेको हो त्यो चाहिँ अलि मलाई राम्रोसँग थाहा भएन हैन बेलुकासम्म अब थाहा हुन्छ एकैछिनसम्म नजिकै छ छन चाहिँ यता पनि मान्छेहरू सबै त्यतै जान लागिरहनु भएको छ हो मेला भन्दा नि सबै त्यही लागेको ठाउँमै लागि यसो हेल्प गर्नको लागि के हो अब त्यो चाहिँ खतरा त हाउडे ल्याएर त्यो साइरन बजार मात्रै बसिरहेको छ त जानै सक्दैन के हो अहिले चाहिँ 5:51 भएको छ समथिङ 5:50 तिर 50:48 तिर यो आगो लाग्न स्टार्ट भएको छ हैन अहिलेसम्म चाहिँ यस्तो छ अहिलेसम्म यहीँबाट 2 मिनेटको बाटो छ त्यहाँसम्म पुगिसकेको छैन दमकल त्यही बाटोमै छ अझै पनि वहीँ गर्दै गरेको त्यो आगो लागेर सायद दमकल पुग्ने टाइमसम्म चाहिँ सकिसक्छ होला जहाँसम्म मलाई लाग्छ अहिलेसम्म पुगिसकेको छैन यता चाहिँ फेरि अब उयो बजार लागेर 200 को चाटा बाचडा के हो यो कपडाको हैन ट्याकको खतरा यो चाहिँ आउँदै के पड्क्यो हो ल खत्रै पड्किरहेको छ त्यहाँनिर के हो फेरि पड्केको छ सायद यता चाहिँ यतापट्टि चाहिँ ग्यासको थियो यो चाहिँ कोकको भइहाल्यो यो रातो देखेको तर त्यो चाहिँ के को हो फेरि त्यहाँबाट 4-5 वटा चाहिँ पड्केको छ ग्यास पड्केको जस्तो लाग्यो जहाँसम्म लाग्छ ग्यास पड्केको छ हेर्नु सक्नुहुन्छ हैन अब त्यहाँ नजिक चाहिँ जान मन थियो मेरो अलिकति बाहिर जाने काम छ भए पनि यहीँबाट यसो हेर्दै भिडियो बनाउँदै अब तपाईहरुलाई पनि यसो न्युज जस्तै भ्लग पनि भयो सानो हैन हेर्नुपर्ने हैन यहीँबाट गएको हो त्यो चाहिँ यसको अफिस चाहिँ यो दमकल चाहिँ यहीँबाट गएको अहिले 4-5 मिनट भयो यहीँ आधी बाटैसम्म छ अहिले चाहिँ सायद पुग्यो जस्तो लाग्छ यहाँबाट घुमेर त्यहाँ माथिबाट जाने हो पुरै कालै नै भइरहेको छ अवस्था चाहिँ अलि गम्भीर नै जस्तो लागिरहेको छ हैन पुरै कालो धुवा भएर अर्को कम्पनीलाई नि सायद केही न केही खराब चाहिँ ल्याउन सक्ने सम्भावना धेरै बढिरहेको छ हेर्न सक्नुहुन्छ धनी त कम्पनी के भएर आगो लागेको हो त्यो चाहिँ अहिलेसम्म कसैलाई नि थाहा छैन
पुरै आगो लागेर त्यस्तो भइरहेको छ। पुरै धुवा नै धुवा भइरहेको छ होइन। लाग्छ अहिलेसम्म चाहिँ त्यो यतै छ, दमकल चाहिँ अहिलेसम्म पुग्न सकेको छैन। अरू मानिसहरू पनि अब मान्छेहरू पनि जाँदै हुनुहुन्छ, कोही बाइकमा जाँदैछन् हो। त्यही भने म चाहिँ यहाँ माथि बसिरहेको छु छतदेखिबाट। यता यस्तो माहौल छ। कतिपयलाई थाहा छ त्यो यो दुर्घटना भएको, कतिपयलाई थाहा छैन। थाहा हुने मानिसहरू जाँदै हुनुहुन्छ यतादेखिबाट उहाँ माथिबाट टर्निङ हानेर। त्यहाँबाट यो रुखहरूले हल्का डिस्टर्ब गर्छ। भए पनि जे होस्, दमकल पनि पुगिसकेको छ। सपु घरमाथि हेर्न सक्नुहुन्छ, बसिकन हेरिरहनु भएको छ। सपु घरमाथिदेखि यता पनि हुनुहुन्छ, सपु घरमाथिदेखिबाट बसिकन। म पनि माथि नै बसेर हिलटेक कम्पनीको माथिबाट छतबाट हेर्दैछु होइन। यो चाहिँ काठमाडौँ बालाजु औद्योगिक क्षेत्रभित्र भएको हो। कम्पनी चाहिँ जे होस् डढेको छ। अहिलेसम्म दमकल पुगिसकेको छैन। सबैजनाले हेर्नु होला, दमकल अहिलेसम्म पुगेको छैन। सायद पुग्यो, अहिले चाहिँ पुगेर उयो गर्दैछ। जे होस् समयमै पुग्यो। के हो अघि पड्केको पनि थियो 3-4 चोटि ड्याङ 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 गर्दै। त्यो चाहिँ के हो, ग्यास पड्केको जस्तो लाग्छ होइन। यति नै हो, छोटो मिठो। यता रमाइलो भइरहेको छ, उता त कोही के भइरहेको छ। कोही माथि छतदेखिबाट हेर्दै हुनुहुन्छ त कोही यता छतदेखिबाट हेर्दै हुनुहुन्छ। पल्लो छेउसम्म त अब क्यामेराको क्वालिटीले धान्दैन, नत्र पल्लो छेउदेखिबाट हेर्दै हुनुहुन्छ। यतातिरबाट कोही गर्दैछ होइन। यस्तै हो अब, कोहीलाई रमाइलो लागिरहेछ त कोहीलाई के भइरहेछ होइन। धुवाले औद्योगिक क्षेत्र चाहिँ पुरै कालो बनाइदिइसकेको छ। वरिपरि औद्योगिक क्षेत्रभित्र चाहिँ पुरै डढे लागेर पिरो धुवा आइरहेको छ। जे होस् खराबै हुनुपर्छ यो धुवा।